समाजको सम्पत्ति भन्नुको सबैले चाहे हुने कुरा हो होइन, व्यक्तिगत उमा गइरहेको छ के। गैराती प्रहरीले वाइसिएलको प्रमुख कार्यालय बालाजु लगायत उपत्यकाका विभिन्न कार्यालयहरूमा छापा मारेको विरोधमा वाइसिएलका कार्यकर्ताहरू हिजै बेलुकाबाट विरोधमा उत्रिए। यसै सन्दर्भमा आज हामीले सर्वसाधारणलाई सोधेका थियौं, प्रहरीले छापा मारेको विरोधमा वाइसिएल प्रदर्शनमा उत्रिनु कतिको उपयुक्त हो? वाइसिएलको छापा मारेको खण्डमा त्यसको विभिन्न कारणवश चाहिँ उनीहरूले चाहिँ विभिन्न नराम्रो कार्यक्रम गरेको हुँदा वाइसिएलको छापा मारेको खण्डमा चाहिँ जो प्रहरीले राम्रो गरे जस्तो लाग्छ मलाई चाहिँ। चाहे वाइसिएल उत्रियोस्, चाहे नेभिसङ, चाहे क्रान्तिकारी, प्रहरी भनेको सरकारको हो, सरकार अहिले 7 दलको छ, सरकारको प्रहरी हो। प्रहरीले शान्ति सुरक्षा कायम राख्नको लागि त्यो चाहे गिरिजाप्रसाद होस्, चाहे माधव नेपाल, सम्पूर्ण नेताहरूको घरमा कुनै पनि संगठनको कार्यालयमा छापा मार्न जायज छ जस्तो लाग्छ मेरो। राम्रो होइन होइन, अब त्यो नबुझिकन कुनै कुराको पनि यथार्थ नबुझिकन प्रदर्शनमा उत्रिनु राम्रो होइन। छानबिनको क्रममा प्रहरीले छानबिन गर्न चाहेको कुरामा छानबिन गर्न पाउनुपर्छ। त्यो छानबिन गर्यो भन्दैमा त्यसरी प्रदर्शनमा उत्रिनु नहुने हो। अब चाहिँ उनीहरूले कुनै कुराको शङ्का लागेर चाहिँ प्रहरीले चाहिँ उनीहरूको छाप मार्नु अधिकार पनि हो होइन। एक त उनीहरूले किन छाप मारे भन्ने कुरामा चाहिँ उनीहरूलाई बेठिक लागेर चाहिँ छापमा के अरे आन्दोलनमा उत्रेका छन् भने त्यो कुरा एकदम ठिक पनि हो होइन। अब चाहिँ उनीहरूले के अरे प्रहरीले आएर चाहिँ हाम्रो चाहिँ जुन अफिसमा आएर चाहिँ छाप मार्न पाउँदैन भन्ने उद्देश्यले यदि चाहिँ सडकमा उत्रेका छन् त्यो एकदम गलत हो। त्यो मलाई त्यति उपयुक्त लागेन, किनभने अब पुलिसले त अब हेर्नुपर्छ कहाँ के भइरहेछ होइन, सबतिरको हाल बुझ्नुपर्छ। अनि त्यो नबुझेर त हुँदैन। अब हात हतियारवाला कुराहरू हुन्छ, यिनीहरूले मिसयुज भयो भने त बर्बाद हुन्छ। त्यसैले यो त्यति उचित लागेन र तिनीहरूलाई अब कुनै नोटिस लिएर आएको छ भने दिनुपर्ने हो छानबिन गर्नको लागि। छानबिन गर्न दियो भने त्यसले केही इफेक्ट पर्दैन के अरे तिनीहरूलाई पनि, र केही उच्छृङ्खल कार्यहरू गर्नु भएन वाइसिएलहरूले पनि, र सहयोगी भावना भयो भने केही तिनीहरूको मनोबल बढ्न सक्छ कि।